होस् भनेर खास हामी यहाँ तेह्रथुम आइपुगेको चाहिँ यहाँनिर अहिले त्यस्तो सामान्य भेटघाट हो, आमसभा गर्ने, भाषण दिने त्यस्तो कार्यक्रमको लागि आएको होइन। खासमा यो ठाउँको बारेमा पढ्नलाई त विकिपिडियामा पनि पढ्न सकिन्थ्यो, कुनै किताब ल्याएर तेह्रथुममा के छ भनेर बुझ्न पनि सकिन्थ्यो। तर यहीँ आएर यहीँको हावापानीमा भिजेर, यहीँको माटोमा बसेर, यहीँको मान्छेलाई भेटेर यहाँ ठ्याक्कै के रहेछ भनेर आँखाले देखेर, हातले छोएर, मनले महसुस गरेपछि ठ्याक्कै यहाँ तेह्रथुम कस्तो रहेछ भन्ने कुरा थाहा हुन्छ। भोलिको दिनमा तेह्रथुमको बारेमा बोल्दाखेरि अथवा तेह्रथुमको बारेमा तपाईँहरूले समस्या ल्याउँदाखेरि ठ्याक्कै आफूलाई पनि थाहा होस् भनेर चाहिँ हामी यहाँ आउन खोजेको, तपाईँहरूलाई भेट्न खोजेको। त्यसमाथि अब यति राम्रो हाम्रो सभापति उम्मेदवार पनि हुनुहुन्छ, एकदम राम्रो इन्जिनियरिङ ब्याकग्राउन्डको, तपाईँहरूको घर घर पुग्नु पनि भएको होला, कतिको घरको नक्सा बनाउनु भयो होला, कतिको भ्यालुएसन गर्नुभयो होला। अनि तपाईँहरूले घर घर जाँदाखेरि पार्टीको विषयमा बोल्दा, अब चुनाव प्रचार गरिराख्दाखेरि उहाँलाई पनि मैले हिजो भनेको थिएँ, एकदम ठुल्ठुलो कुराहरू नगरौँ, सकिने चिजहरू गरौँ। यहाँको मेन समस्या चाहिँ यसो बुझ्दै गर्दाखेरि, बाटोमा आउँदै गर्दाखेरि पनि कृषि त एकदम मजाले हुँदो रहेछ यहाँ, तर कृषिको बजार जुन छ, अब सुरुमा एकजना उहाँ एउटा बाटोमा घर रहेछ एकजना लम्सालजीको, उहाँले भन्नुभयो कृषि त भएको छ, हामीलाई काठमाडौँमा बजार